ड्रिम पिसी बिल्ड गर्न त कसलाई पो मन पर्दैन र, तर घरबाट भन्छन् तैँले पैसा कमाछस् र भनिदिन्छ। अब अरू चाहिँ भनी चाहिँ कसलाई भन्ने। सो मैले एउटा माइन्ड लिएर अब एउटा जर्नीको सुरुवात गर्छु। दिस इज माई डे वान अफ बिल्डिङ माई ओन ड्रिम पिसी विथ माई ओन मनी है त। अनि यो चाहिँ अब सुरुवात गर्ने अब म कसरी गर्छु के गर्छु त्यो त गर्छु, बट आई हेभ अ रफ प्लान। सुरुमा अब मसँग जब छ, आई हेभ अ जब। अनि मेरो जब चाहिँ 11देखि 5 बजीसम्म, मतलब बिहानको 11 बजीदेखि दिउँसोको 5 बजीसम्म हुन्छ, र त्यसको बिचमा टाइम भयो नि मसँग। अनि त्यही टाइममा चाहिँ म यस्तो बिहानको 8 बजी उठ्छु र ड्राइभ गर्छु। कति अब 3-4 टिप हुन्छ होला। अनि त्यसपछि फेरि अनि त्यो अफिसमा गएर काम गर्छु। त्यसपछि भ्याएपछि 7 बजीसम्म ड्राइभ गर्छु। अनि त्यस्तै गरी हल्का मेरो डेली इन्कम पनि हुन्छ, अनि प्लस जब पनि हुँदै हुन्छ, हल्का हल्का त्यताबाट पनि पैसा आउँछ। र एमा चाहिँ मैले चाहिँ इन्ड्राइभ गरेर मात्रै हुन्छ नि, पेलेर पैसा कमाउने तरिकाको होइन कि। लाइक आई विल कलेक्ट द मनी एन्ड आई विल इन्भेस्ट अन सेयर्स अर म्युचुअल फन्ड इन अ ब्याङ्क। मैले त्यही एक्सपेरिमेन्ट गर्नलाई मैले आज लाइक 5 टिप जति चाहिँ इन्ड्राइभ हानेको। लाइक एन्ड मसँग प्रफिट चाहिँ अराउन्ड लाइक 700 जति भएको थियो होला प्रफिट चाहिँ, किनकि मेरो 250 चाहिँ मेरो पेट्रोलमा गयो र 50 रुपियाँ मेरो रिचार्जमा गयो। त्यस्तै गर्दा मसँग ट्याक्क 900 रुपियाँ जति आएको थियो होला, क्यापिटलहरू माइनस गरेर मेरो त्यो इन्भेस्टमेन्टहरू माइनस गरेर 700 प्रफिट भएको छ। र मसँग फुल कति पैसा छ र अब कति पैसा चाहिन्छ भनेर एउटा कपीमा रफलाई एउटा स्टेटमेन्ट गराएको छु। एन्ड दिस इज माई स्टेटमेन्ट। अब यो जे पाइ त्यो लेखेको छ। यो टोटल अर्निङ 2 GD भएछ। ल अब यो डे 2 को चाहिँ यता लेख्छु। एन्ड मसँग थियो लाइक एराउन्ड 1000 कति थियो जस्तो लाग्थ्यो। अनि यो टोटल अर्निङ चाहिँ मेरो आजको टोटल गरेर 2294 भएको छ। पेट्रोलको 250 र 50 गरेर मेरो त्यो पुरै त्यो चाहिँ टोटल एमाउन्ट चाहिँ 1994 थियो क्यापिटल गरेर। अनि मलाई अझै अब 3 लाख पुऱ्याउनलाई, 3 लाख त अब मेरो क्राइटेरिया पिसी बिल्ड गर्नलाई हो, 2,98,006 रुपिस चाहिएको छ। र मसँग रफ पैसा हल्का क्यास पनि छ। अनि अनलाइनमा म्याक्सिमम् आजकल अनलाइनमा आएको हुन्छ। अनि यो जर्नी चाहिँ लाइक पिसी बिल्ड गर्ने मात्रै होइन कि, यो चाहिँ मैले सबैलाई त्यो देखाउनु हो कि आफै केही गर्न खोज्यो भने केही गर्न सकिन्छ भनेर आफै किन घरमा माग्ने, यत्रो ठुलो भइसकेपछि। त्यही भएर फलो गरिदिनु होला। अनि युट्युबबाट पनि हल्का पैसा आउला कि भन्ने सोचमा हो। युट्युब, टिकटक, फेसबुक अब आए होला नआए अब के हाल। बाई चेकआउट हो कि के भन्छ त्यसलाई, पिस आउट।